झर्ला चेङ्गा झर्ला मेरो चाहिँ एकदम फेभरेट बाटो हो यो यस्तो यस्तो अफरोडहरू होइन मेरो चाहिँ एकदम फेभरेट हो अब अरूको चाहिँ मलाई थाहा छैन होइन मेरो चाहिँ मलाई चाहिँ सबै मनपर्छ यस्तो बाटो त्यो दाइ तपाईँ भने माथि खला नि फेरि अब मेरो तँलाई कस्तो थाहा छँदैछ बाटो ठिकै रहेछ अहिले होइन म पनि पहिलोचोटि हो मास्टर सोद्धाखेरि त बाटो खत्तम छ भन्थ्यो त्यो बाटो ठिक रहेछ मेरो बाजे अनि साथी अनि यता मसँग ड्राइभर साथी हामी 4 जना आएको छ त बाइक त 3 को 3 मा हिँड्छ त मेरो त सोध्दै हिँड्दैछौँ हामी होइन थाहा छैन नि त फर्स्ट टाइम हो सोध्दै हिँड्दैछ हामी भने क्या बाटो फरक हुन्छ त बर्खाले बाटो उडाइदिइहाल्छ फेरि अर्को साल आउँदाखेरि बाटो फरक हुन्छ त गुड यत्तिकै नलेज चाहिँ हुनुपर्छ है माकुरी होइन भने काम छैन नि फेरि हेरौँ कहाँसम्म जान्छ होइन म अगाडि हिँडेको छैन किनभने बाजे बुढोलाई धुरो उठ्छ नि त त्यही भएर अगाडि हिँडेको छैन यता हो कि उता हो यतै हो क्लास सायद यतै हो बाटो तल्लो बाटो चाहिँ थियो तलबाट बाटो थियो त अनि उता यहाँबाट नि छ होला हौ कहाँ चाहिँ जानुपर्ने यहाँबाट छ होला अघि त्यो दिदीले सोधे होइन अनि यता पारि हामी त खोलादेखि फेरि घुम्न आँटेको यता देखाउँदैछ अनि अहिले यता उता फर्किनु खोला ये सर सँग त लागेको थियो जाँटा मलाई मैले त भनेको थिएँ बाटो चाहिँ होइन रहेछ उता
एक्सक्युज मी आन्टी यो झरना जाने बाटो कता हो झरना जाने यहाँबाट ऊ यही कटेजबाट कतापट्टि पर्छ हजुर कतापट्टि पर्छ यो डाँडा कट्नुपर्छ उता डाँडो यो माथि जाने हो नि त यता माथि थियो उयो माथि जाने यहाँबाट सिधै गएर अलि पर मासतिर कि मिनट जति लाग्छ होला बाइकमा ए हस् थ्याङ्क यू यहाँबाट सिधै जाने अनि त्यहाँबाट ठाडो जाने बाटो छ थ्याङ्क यू आन्टी बाटो अलिक राम्रो देखेर चाहिँ खोइ यो आठा कता हो यो जिन्दगीमा आफबाट आयो नि यस्तै हुन्छ कि कहिले कता 1 घन्टा अगाडि पुग्यो भने आधा घन्टा पछि पुग्छ क्या बाटो भुलिएर मास चिक्ने के गर्छ सरी गाइस सरी आइम सरी Ryan. लाला इधर देखो रे लाला गर्मी हेरेर मर्नै लागिसक्यो लेदर ज्याकेट लगाएर आएको छ हरामी त्यही माथि अनि दसैँ होला यो पसिना फुडिसेमा आएको नि मासतिर यस्तो 18-28 हुन्छन् क्या अहिले बुढाको झ्याप पड्यो नि म त्यो खाल्डा एउटा टाढा हुन्छ म खाल्डा हुन्छ पुरै भयो अनि ढुङ्गा लड्छ अनि कति बाटो त ढलानै रहेछ त महापुरी पुरेको हो क्या महापुरी भर्खर त्यहाँ ढलान देखेन वहाँ पारी भित्र पुगेर यार गोली हाने जस्तो गाउँ गर्दैछ दुईजना ढलान छ क्या मुनि हेर्नु तान्छ यार स्कुटी बुढाकी सिटले त यस्तो ठाडो बाटो छ त्यही तान्छ यार
फेरि झोडाउनु थालेको बुढाले काम लागेपछि बस्नु दिनेको हेलो गाइस ठिक छ नि आउँछु के बुढाको झन् मलाई त उसलाई हाम्रो गाउँ गएको जस्तो चिलाइरहेको छ यार गाउँको भन्दा खत्तम बाटो राधे राधे म कस्तो अगाडि चाहिँ राधे झर्नुभयो पनि मेरो त बाघ हो बाघ मेरो त त्यस्तो बाटो केही पनि होइन नि त मलाई त हामी कताबाट आएको कताबाट नि हामी त ऊ खोला उता छ ऊ त्यो खोला तरेर आएको। ऊ त्यो बाटो झऱ्यो क्या हामी ऊ त्यो पाखाको बाटो छैन त्यो ठाडो बाटो झऱ्यो क्या हामी अनि त्यो झन्डाहरू राखेको गुम्बा त्यहाँ देखेन हो हो त Let's go! कत्रा चिप्लिरहेको थियो कसरी टायर मेरो के भने बुढाको म सोधेको थिएँ नि यसो चान्छ त त्यही त भनेको छु त बहुत डेन्जर तानिरहेको छ यार बाइक बाजेको छोरीले बाजे जाओस् फेरि बाजे अड्किन्छ अहिले त्यहाँबाट आजको दोस्रो रूप हो मिस्टर एकै होला ल यो बाटो यस्तो रहेछ म्याकुरी योभन्दा त हाम्रो गाउँमा राम्रो छ छैन पनि छैन भोला पनि छैन त्यहाँबाट दोस्रो रूपको हो अरे मिस्टर एकै बाजेसु ठेल पर्छ यार ठेल्नु त पर्दैन सिङ्गो लाग्यो नि त त्यत्रो तानिराखेको छ अनि म छक्क परिरहेको छु तर तात्लो उब्बर छ नि फेरि हाम्रो बाइकहरू क्लच धेरै खेला गरेर आयो झर्न थो हेर्नु
बुढाहरू अड्कियो के हो सत परेछ दुईजना हालेर लिएर आएको छ बुढा चढ्नु त्यो मान्छे सुटनले अड्किरह यार अर्को बाटो जुन बाटो छिरे पनि चिरल दाइ च्यालेन्ज भयो भने भिडियोले जहाँबाट निस्किन्छ होइन हो डिल्याक्सको देखेनौ त्यो अघि त्यो मुन्चेको डिलबाट मैले तपाईँलाई हालेर लिएर आएँ त मासेर बस्नु है झरिएला के खत्तम भन्छ हौ दिपक दा यार यतिको बाटो हाम्रोतिर त्यो भन्दा बस्नु राम्रो थियो बर्खामा नि तपाईँको बाहिर तान्न तान्यो भने क्लचमा भर भन्ने कुरा हो कि क्लच कतिको खेलाउँछ भन्ने कुरामा भर पर्छ क्या कति कर होइन कस्तो खेलाउँछ भन्ने कुरामा भर पर्छ क्या बाइकमा यतै चल्ला नि होइन त्यो खोल्दातिर होला हौ कुद्न पायो हुने यार अहिले फेरि हिँड्नै पर्ला अङ्कल झर्ना कता हो यतै हो है उकालो उकालो के त हो ऊ त खोलातिर होला हौ मास्तिरै हो कति टाइम लाग्छ 3 धारे चाहिँ यता ए मासतिर त्यो बुढालाई गाह्रो भइसक्यो होला त्यो च्याङमा चलाउनु दिनु नि एक्सपिरियन्स छैन भन्ने त अनि अस्ति हामी त्यति आएको भए त पुलिसले फर्किनु यी 3 धारे जाने यताडे हो 3 धारे जाने बाटो यताडे हो है के हो मासाला कस्तो चिप्लेको यार स्वाट चिपेर मरेको त्यहाँ न्युट्रलमा बस्दै क्या बाइक साला ढुङ्गै रड्किएर मऱ्यो क्या लामो चाहिँ गियरै बाँगेछ नि त यो ढुङ्गामा ठोक्यो खै
कसरी सोझा हुने ठेल्नु ठेल्नु त्यो उताबाट ढुङ्गा राखेर हान्नु पर्ने छोड्नु अहिले उयो रबर चाहिँ बोकेर हिँड्नु न यो हुन्छ चेन्ज गर्नु मिल्छ लागिन्छ भयो तल त्यो ढुङ्गाले वाक्कै ठेल्देको हाल्देको टायर तिमीले बरबाट ढुङ्गा नै लगाउँछ उफ्रे मैले तपाईँ त भाग्नै खोज्छ त कहाँ हो यहाँ तिनधारे अर्को झर्नाले के भयो भन्दैछ नि तिनधारे त कहाँ हो अझ यार तेरो बाजे थियो होइन के तान्दैछ है ढुङ्गोले लडाइहाल्यो नि यार लड्यो भने बिस्तारै त त्यो त अर्कै अरे यता अरे झर्ना छ त्यहाँ तल सोधेको गियर चाहिँ सिधा बनाउनु पर्छ यार गियर चाहिँ सिधा बनाउनु पर्छ क्या गियर हान्नु पनि मिलिरहेको छैन अरूको थाहा छैन मेरो चिप्लिन्छ क्या टायर चिल्लो भएको त्यो जुन बाइक छोड्यो नि ढुङ्गा त्यो ढुङ्गै पल्टेर मऱ्यो क्या त्यो ढुङ्गा पल्यो कोही ढुङ्गाले त्यसमा लाग्यो क्या गियरमा अड्यो क्या त्यही ढुङ्गा फेरि त्यो भएर गियर लिभर भाङ्यो गाई अहिले सिधा बनाउला सारा कस्तो चिप्लेको हो त्यतिमा पनि हिलैबाट पेल्नुपर्छ क्या हिलैबाट राम्रो ठाउँ खोज्यो भने त्यो लडिहाल्छ गाड़ी के गए मैं दिन जो लोड़ा था गाड़ी का है ही है
ओ बुढा कहाँ ठेल्या ओखरको त धेरै रहेछ हौ कोही यो सबै ओखर त जङ्गली ओखर भन्दै होइन कि अर्को भन्नु होला जान्छ कुदाउने रहेछ यार पिकअप भयो भने पानी हाल्छ नि यो त धेरै दिन रहनु उदाहरू त अघिल्लो त लड्यो होइन ट्याक्लेको पल्टा मात्रै हो आफ्नो म फेरि लडेको होइन लड्ने थिएन क्या म अलिक छेउबाट गएर बाजेले हेर्ने भनेर फरक फर्केको ढुङ्गामा खाँडा चढेर मरेको थियो प्याक लगाएर चढेर ढुङ्गै पल्ट क्या अनि के यतै हो क्या जाखा बाटै एउटा हो त अनि देखा तपाईँले अहिले माथि पर्छ अहिले उता माथि पर्छ क्या यहाँ बसेको यहाँ चियरसँग बस्नु क्या
त्यहाँ तल पढ्न आउँथ्यो नि त त्यही भन्नु छैन हेरेको देखिँदैन न तल अहिले यस्तो आउनु थाल्यो अब दार्जिलिङ आएको आधी घन्टा भन्नु त अघि झरौँ झरौँ त्यो बनाइहाल्नु क्या यतिखेर केले बनाउनु तपाईँ तार बाइक सामान यो तार बाइक सामान उता गर केसँग बाइक ओइ म थाम्छु के एकछिन बेलुका रेन्ची छ नि रेन्ची कहाँबाट रेन्ची हुनु हो र म अझै सिधा पारिदिन्छु कि पार्न त यहाँदेखि झर्ना कति राखेर पुग्नु कति हिँड्नुपर्छ 15 मिनटमा पुग्छ यो घुसार्ने अहिले अहिले पख्नु गरे गर्नु गोजीमा हाल्छु ल बाइक कहाँसम्म जान्छ भाइ त्यहाँबाट जाँदैन उता मासतिर जाने ठाउँै छैन कि जाँदै जाँदैन यो ठाउँ अगाडि बढ्नु लाग्यो त्यही डाँडासम्म मात्रै हो जोडी खाऊ न म खाँदै भाइ जियो फलामको पाइप साइप केही छ ए चुरोट चुरोट छ बाइक छोड्दैन यही चुरोट खाऊ न म ओके गाइज अहिले झर्ना भोइस भिडियो गर्छु म